58 लेसनलाई हेरौँ। फ्युजन खुल्लो ख्याक छ भनेर भन्छ। फ्युजन भने चाहिँ के त स्तरीय खुल्लो ख्याक छ भनेको चाहिँ श्रम सम्झौता भन्छ। स्तरीय श्रम सम्झौता भने के त रोजगारदाता र श्रमिक दुवैको लागि अधिकार सुरक्षा गर्ने एउटा कागजी प्रक्रिया भने के हो त स्तरीय श्रम सम्झौता हो भन्छ। यी फ्युजन खुल्लो ख्याक छ रान इरान के हो रान इरान भनेको भन्नाले स्तरीय श्रम सम्झौता पत्र भन्नाले के बुझिन्छ त है श्रम सम्झौता पत्र। यो भने के हो हेरौँ। अब यो भने कहिले आउँछ त भन्दा फाल्गु भइसके पछाडि इस्यु भइसके पछाडि तल्लो स्टेजमा के आउँछ त फ्युजन खुल्लो ख्याक छ स्तरीय श्रम सम्झौता पत्र भन्ने आउँछ। त्यो श्रम सम्झौता पत्र भने के हो त भन्दाखेरि चाहिँ रोजगारदाता प्लस श्रमिक दुवैको अधिकार सुरक्षाका लागि लेखिएका केही शर्तहरू राखिएको कागजलाई चाहिँ स्तरीय श्रम सम्झौता पत्र भनिन्छ। जुन हामीले अघि पढ्यौँ श्रमका शर्तहरू भन्ने पढ्यौँ त्यही श्रमका शर्तहरू राखिएको हुन्छ त्यति हो। खोयोङ हगाजेरो इरानन वेगुगिन खुल्लो जा वा इपिएस प्रणालीद्वारा काम गर्ने विदेशी श्रमिक र खोयोङ जुरुल फो आनन रोजगारदातालाई सुरक्षा गर्ने फम्ज ख्याक छ इदा भनेर भन्छ। कानुनी श्रम सम्झौता पत्र हो रे कानुनी सम्झौता पत्र हो भन्छ। कानुनभित्र समेटिएका सम्पूर्ण कुराहरूलाई चाहिँ आधार मान्दै केही कन्डिसनहरू राखिएका हुन्छन् जो श्रमदाता के अरे श्रमिक र रोजगारदाता बीचमा मात्रै सम्बन्धित हुन्छ। त्यो दुईवटा बीचमा मात्रै के हो त सम्बन्धित हुने टपिकहरूलाई राखिएको हुन्छ। र खुल्लो खिजुन बबे तारा छाक्सङ थैन्दा भनेर भन्छ। अनि यो श्रमको स्तरीय मापदण्ड अनुसार चाहिँ के हो त भरिएको हुन्छ लेखिएको हुन्छ भन्छ। त्यो आउट अफ टपिक गएर चाहिँ आउट अफ सिलेबसमा लेखिन मिल्दैन रे भनेको श्रमको स्तरीय मापदण्डमा के छ त्यही कुरालाई मात्रै लेखिएको हुन्छ। 2 नम्बरमा खेयाक नियोङ भनेर भन्छ। खेयाक भनेको चाहिँ सम्झौता सम्झौताको नियोङ भने चाहिँ के हो त विषय सम्झौताको विषय भनेर भन्छ। हेरौँ खुल्लो खिगान भनेर भन्छ। खुल्लो खिगान भने के हो त केवल र सु। अब यसले चाहिँ भन्छ कि खुल्लो खिगान भनेको चाहिँ श्रम अवधि काम गर्ने अवधि महिनामा कति सङ्ख्या चाहिँ होइन महिनामा सङ्ख्या भनेर भन्छ। काम गर्ने अवधि चाहिँ कति महिना हो त कति वर्ष हो त। सुसुप खिगान भनेर भन्छ। सुसुप खिगान एबु भनेको भए नभएको भनेर भन्छ। सुसुप खिगान भनेको परीक्षण अवधि भनेर भन्छ। परीक्षण अवधि कम्तीमा पनि सामगेवल भनेर भन्छ होइन। 3 महिना अवधिको चाहिँ के हुन्छ त परीक्षण अवधि हुन्छ। परीक्षण अवधिमा 90% तलब प्राप्त गर्न सकिन्छ। सुरुमा फुल तलब पाउने होइन 90% तलब पाउने हो भनेपछि अब खुल्लो छाङ्छ भने चाहिँ के हो त श्रमको स्थान चाहिँ कहाँ हो। अप्चोङ भनेको कार्यक्षेत्र अथवा कम्पनी अनि छिङमु नेयोङ भनेको चाहिँ कामको विषय दुङ्गुल आदिलाई छासे भनेको स्पष्ट रूपमा छङनन्दा स्पष्ट रूपमा लेखिएको हुन्छ अरे भनेको श्रम सम्झौता पत्रको विषयमा चाहिँ के छ त भन्दा श्रमको अवधि कति महिना कति वर्ष काम गर्न पाउने हो। सुसुप खिगान एबु सम्झौता परीक्षण अवधि भए नभएको कुरा परीक्षण अवधि छ भने कति महिना छ होइन त्यो परीक्षण अवधिमा चाहिँ कति तलब पाउँछ के पाउँछ भन्ने कुरा। र खुल्लो छाङ्छ भनेको चाहिँ श्रम गर्ने स्थान कहाँ हो। अप्चोङ भनेको चाहिँ कम्पनी अथवा कार्यक्षेत्र र छिङमु नेयोङ भनेको चाहिँ कामको विषय आदिलाई छासे छङनन्दा भनेको चाहिँ स्पष्ट रूपमा लेखिएको हुन्छ अरे। नम्बर 3 मा खुल्लो सिगान। खुल्लो सिगान भनेको के हो त श्रमको समय भन्यो भने चाहिँ जस्तै बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म भन्यो यो समय भयो। यति वर्षदेखि यति वर्षसम्म यो अवधि भयो है। अनि हिउगे भने चाहिँ आराम हिविल भनेको बिदा हारु खुल्लो सिगान दिनको काम गर्ने समय 24 घण्टामा कति काम गर्ने त। अनि हारु फेङ्ग्युन योन्जाङ खुल्लो भनेर भन्छ। दिनमा औसत रूपमा थप श्रम समय योन्जाङ खुल्लो सिगान भन्यो भने थप श्रम समय भन्छ। कम्तीमा पनि 2 घण्टादेखि 4 घण्टाको के हुन्छ त श्रम सम्झौता के भन्छ थप श्रम समय हुन्छ है। 1 घण्टा पनि दिन पायो 4 घण्टा पनि दिन पायो क्या होइन। 1 घण्टादेखि 4 घण्टासम्म कम्तीमा पनि यो योन्जाङ खुल्लो सिगानलाई दिन मिल्छ। र हिउगे सिगान भनेको चाहिँ के हो त बिदाको समय भनेर भन्छ। बिदाको समय चाहिँ फुन भने मिनेट कति मिनेट छ त अब आराम गर्ने समय। जस्तै आराम गर्ने समय भन्यो भने 12 बजेदेखि 1 बजे खाना खाने समय हुन्छ त्यही खाना खाने समयमा आराम गर्ने हो। अनि थानुई भनेको एकाइ उल्लाई छङनन्दा भने चाहिँ के हो त लेखिन्छ अरे आदिलाई लेखिएको हुन्छ। र युरिल भनेको चाहिँ आइतबार खोङयुल भनेको सार्वजनिक बिदा आइतबार सार्वजनिक बिदा। हिउमु भने चाहिँ के हो त बिदा एबु भनेको भए नभएको आइतबार बिदा हुन्छ कि नै सार्वजनिक बिदामा बिदा हुन्छ कि हुँदैन त्यो भए नभएको कुरालाई पनि उल्लेख गर्छ। र हिउमुसी भनेको चाहिँ बिदाको समयमा इमगुम छिगुप एबु
इमगुम भनेको ज्याला, छिगुप भनेको भुक्तानी, एबु भनेको भए नभएको। अब तपाईलाई बिदा भए पनि काम गर्ने समयमा बिदा छ भने पनि ज्याला दिन्छ कि दिँदैन त त्यो कुरालाई पनि हेर्न पर्यो। कम्तीमा पनि एक हप्तामा एक पटक भन्दा बढी के हुनुपर्छ त युगुब हिविल्लो भनेर भन्छ, युगुब हिविरुल छेजङ या थेम्निदा भनेर भन्छ। एक हप्तामा एक पटक भन्दा बढी चाहिँ तलबी बिदाको रूपमा चाहिँ बिदा तोकिएको हुन्छ भन्छ। काम नगर्ने तलब पाउने आइतबार है। आइतबारको के हुन्छ त काम गर्दैन तलब चाहिँ पाएको हुन्छ। यस्तो खालको व्यवस्था छ कि छैन त्यो कुरा पनि कम्पनीको आधारमा भर पर्ने है। त्यो फेरि कम्पनीले दिन्न भन्यो भने चाहिँ दिन्न पनि फेरि, किन भन्दा उसको प्राइभेट कम्पनी हो नि त। हामी जाने सरकारी माध्यमबाट हो तर काम गर्ने चाहिँ प्राइभेट कम्पनीमा। प्राइभेट कम्पनीले दिन्छु भन्यो भने दिन्छु, दिन्न भन्यो भने दिन्न, कसैको केही लाग्दैन। मलाई फेरि तलबी बिदा चाहियो भन्दैमा भन्न पाइएन। त्यो मन पऱ्यो भने जाने हो, मन नपऱ्यो भने त रद्द गर्न नि मिल्छ कि। फेरि श्रम सम्झौता आयो, यो आइतबार बिदा दिएन, म आइतबार बिदा नदिएको कारणले म जान्न भन्न नि पाइयो के। आइतबार बिदै दिएको छैन मलाई, म जान्न, यो श्रम सम्झौता क्यान्सल गरिदिन्छु भन्न नि पाइन्छ। गर्ला त त्यो कसैले बिदा त चाहिन्न भन्छ होइन। अनि थोयल खुन्मु एबुदो फेउसी हान्दा भनेर भन्छ। आइतबार काम हुन्छ कि हुँदैन त्योलाई पनि के हो त तोकिएको हुन्छ भने सम्पूर्ण श्रमका के हुन्छ त त्यहाँ श्रमका शर्तहरूलाई तोकिएको हुन्छ भन्ने बुझौँ। अनि अर्को हेरौँ 4 नम्बरमा के छ त इमगुम ख्वालेन साहाङ भनेर भन्छ। इमगुम भनेको ज्यालाको सम्बन्धित, साहाङ भनेको विवरण, ज्याला सम्बन्धित विवरण। वोल थोङसाङ इमगुम, वोल भनेको महिनाको, थोङसाङ इमगुम भन्यो भने मासिक ज्याला, खिबोनगुप भनेको भने आधारभूत ज्याला, सुदाङ भनेको भत्ता, साङ्गेगुम भनेको चाहिँ के हो त बोनस। अनि भत्ता र बोनसमा फरक छ नि फेरि। बोनस भनेको कम्पनीले दिने हो, कहिलेकाहीँ 100%, 200% को रूपमा चाहिँ बोनस दिन्छ। तर भत्ता चाहिँ 1.5 गुणादेखि 2.5 गुणासम्म दिने हो दैनिकी रूपमा है। जस्तै दैनिकी रूपमा चाहिँ यसले 1.5 गुणाबाट सुरु हुन्छ, 2.5 गुणासम्म एन्डिङ हुन्छ, यति ज्याला दिने हो त्यसले। तर साङ्गेगुम भनेको चाहिँ 100% अथवा 200% को रूपमा दिने हो। तर यो दिने भनेको कहिलेकाहीँ चाडपर्वहरूमा भयो होइन, छुसक सल्लाल यस्ता कुराहरूमा चाहिँ दिन्छ। अनि सेबु नेयगुल भनेको चाहिँ आदि विवरणहरूलाई छङ्गन्दा भनेको के त लेखिन्छ अरे। भनेको यस्ता खालका आधारभूत ज्याला कति छ, मासिक ज्याला कति छ, भत्ता कति छ, बोनस कति छ, यी विभिन्न किसिमका विवरणहरूलाई पनि लेखेको हुन्छ। र इमगुम छिगुबिल ग्वा, छिगुबिल भन्यो भने चाहिँ भुक्तानी हुने दिन, र छिगुप फाङ्सिक भनेको भुक्तानी गर्ने तरिका। भुक्तानी गर्ने तरिका कसरी चाहिँ जस्तै हेङगुम कि थोङजाङ इमगुम भनेर भन्छ। हेङगुम इमगुम भन्यो भने चाहिँ यो भनेको चाहिँ हाम्रो क्यास भयो होइन। थोङजाङ इपकुम भन्यो भने चाहिँ के हो त ब्याङ्कमा चाहिँ के हो त जम्मा हुने। दो खिरो खान्दा भनेर भन्छ। खिरो खाँदा भनेको रेकर्ड राखिएको हुन्छ, त्यसमा पनि के हो त यो खालको रेकर्ड राखिएको हुन्छ भन्छ। मासिक ज्याला कति दिने, आधारभूत ज्याला कति छ, न्यूनतम ज्याला कति छ, भत्ता कति हुन्छ, बोनस कति हुन्छ, ती विभिन्न किसिमका विवरणहरूलाई पनि लेखेको हुन्छ। र भुक्तानी कुन दिन दिने, जस्तै महिनाको 25 तारिक, 27 तारिक, 30 तारिक होइन, अर्को महिनाको 1 तारिक, यस्तो खालको दिने हो कि कहिले दिन्छ त्यो दिन पनि लेखेको हुन्छ। र कुन तरिकाबाट दिने, ब्याङ्क खाताबाट दिने हो कि अथवा हाम्रो ह्यान्ड क्यास दिने हो, त्यो पनि के हो त त्यही श्रम सम्झौता पत्रमा लेखेको हुन्छ। अब हेरौँ 5 नम्बरमा सुकसिक। सुक भनेको चाहिँ के हो त सुकपाक है, बसाइको, सिक भनेको चाहिँ शिक्षा खानाको। अनि सुकपाक भन्यो भने, सुकसिक भन्यो भने चाहिँ के हो त खाना बस्नको, छेगोङ एबु भनेको उपलब्ध भए नभएको, खाना बस्न उपलब्ध छ कि छैन। सुकपाक छेगोङ सी भनेको चाहिँ अब खाना बस्नको उपलब्धता भएको समयमा सुक्सो छोङन्यु वा, सुक्सो भनेको बसाइको प्रकार, र खुल्लो जा फोदाम यगुल छङ्नन्दा भनेको छ। खुल्लो जा फुदाम यग, फुदाम भनेको चाहिँ के व्यवहारको रकम, व्यवहारको रकम। अनि श्रमिकले कति तिर्न पर्छ त, त्यो बसे बापतको कति रकम तिर्न पर्छ त्यो कुरालाई पनि के हो त लेखिएको हुन्छ अरे। भनेको त्यहाँ चाहिँ हाम्रो बसाइको प्रकार कस्तो छ त, कुन टाइपको बसाइ छ होइन। होस्टेल होला, कहीँ अपार्टमेन्ट होला होइन, कहीँ एकल कोठा होला। बसाइका प्रकार त धेरै छन् नि त, लिएर होस्टेलमा राखिदिएला 4-5 जना एकै ठाउँमा। अनि त्यसपछि कहीँ गएर एकल कोठा पनि दिन सक्छ, कम्पनी राम्रो भयो, व्यवस्था राम्रो छ भने चाहिँ। अनि कुनै ठाउँमा अपार्टमेन्टका पनि होला होइन। कस्तो खालको छ त त्यो कुरा, बसाइको प्रकार र श्रमिकलाई चाहिँ कति भार पर्छ त त्यो कुराको पनि लेखेको हुन्छ त्यहाँ। अथवा मैले नै बेहोर्छु भनेर लेखेको छ कि होइन, कम्पनीले चाहिँ आफैले उपलब्ध पनि गर्न पायो
र श्रमिकबाट पैसा काटनी पाउँछ। अनि शिक्षा छेगौँसी भनेर भन्छ, खाना उपलब्ध भएको समयमा छोसिक बिहानको खाना, छुङसिक दिउँसोको खाना, सक्सिक भनेको साँझको खाना, अनि खाक्काक क्वा भनेको चाहिँ हरेक प्रत्येक र खुल्लो जा फुदाम यगुल फेउसी हान्दा भनेर भन्छ श्रमिकले तिर्न पर्ने रकमलाई चाहिँ उल्लेख गरेको हुन्छ। खाना कति टाइम दिने त? जस्तै खाना त नर्मल्ली खाना चाहिँ दिउँसोको खाना कम्पनीले उपलब्ध गराउँछ कि सबै कम्पनीहरूले प्रायः जसो है। किन भन्दा दिउँसोमा चाहिँ के हो त कम्पनीमा जम्मा 1 घन्टाको हुन्छ टाइम, 1 घन्टाको टाइम हुने भएको कारणले गर्दा बनाएर खान रुममा आउन जान त्यो अलिकति असम्भव भएको हुनाले चाहिँ के हो त हरेक कम्पनीहरूले चाहिँ के भन्छ दिउँसोको खाना चाहिँ उपलब्ध गराएको हुन्छ, नभए राति र बिहान चाहिँ आफैले खाने हो हैन। तर कुनै कम्पनीले चाहिँ के हुन्छ त भन्दा बिहान दिउँसो साँझ सबै खानाहरू चाहिँ उपलब्ध गराइदिएको हुन्छ। कसरी प्रोभाइड गरेको छ त्यो कुरालाई पनि लेखेको हुन्छ र श्रमिकलाई त्यत्तिकै दिने हो कि श्रमिकले पैसा तिर्न पर्ने हो त्यो पनि लेखेको हुन्छ। माझी माग्रो अन्तिममा चाहिँ फ्योजन खुल्लो ख्याक्सको अन्तिममा के हुन्छ त ख्याक इरुल छक्को, ख्याक इल भनेको चाहिँ सम्झौता भएको दिनलाई लेखेको हुन्छ। त्यहाँ हाम्रो आइडीमै देखाएको हुन्छ नि त हैन। आइडीमा के हुन्छ त भन्दा जस्तै सम्झौता भयो भने सम्झौता पठाएपछि के गर्न पर्दैन, यहाँबाट साइन गरेर पठाउनु पर्यो नि त हैन। उसले पठाएको देखाउँछ, श्रम सम्झौता पठाएको भन्छ। अनि श्रम सम्झौता पठाएको डेटलाई चाहिँ के हो त डेटलाई लेखेको हुन्छ र सायोङजा वा भनेको चाहिँ रोजगारदाता र खुल्लो जग्गा संमेङ हान्दा भनेर भन्छ। समेङ हान्दा भनेको चाहिँ हस्ताक्षर गर्नु, अनि त्यो हस्ताक्षर गर्ने रोजगारदाताले उतैबाट हस्ताक्षर गरेको हुन्छ। छैन सर एकैछिन 2 मिनट नहीं इसमें था ए कहाँ पुगेको थिएँ पछाडि लास्टमा चाहिँ के थियो त भन्दा रोजगारदाता र श्रमिकको दुवैको सिग्नेचर हुन्छ। त्यो सिग्नेचर भएन भने के हुन्छ त फेरि सम्झौतै हुन्न त। सम्झौता भनेको के हो दुई पक्ष बीचको सिग्नेचर गरिएको कागज के हो त सम्झौता हो। लास्टमा करायो रातभरि करायो दक्षिण हरायो यत्रो करायो लास्टमा सम्झौता भनेको के रहेछ त भन्दा दुईजना बीचको द्विपक्षीय सिग्नेचर गरेको कागजलाई सम्झौता भन्दो रहेछ। ल त्यसो भए आजलाई यति नै गरौँ, खामसाम निदा भोलि पछि हामी जोडिँदै गरौँला।